पछिल्लो 30-40 वर्षदेखि जसले काठमाडौँमा बसेर शासन गरेका थिए नि, तिनीहरूले मेरो गाउँतिर टावर बनाइदिएनन्, उनको टावर बनाइदिएनन् क्या। टावर नबनाउँदाखेरि परिवर्तन थाहा पाएन नि त। अनि स्कुल राम्रो बनाइदिएनन्, बाटो राम्रो बनाइदिएनन्, जसका कारणले गर्दाखेरि हाम्रो जिल्लाका जनताले यो देशमा यस्तो धेरै राम्रो परिवर्तन हुँदैछ भन्ने कुरा नै न हेर्न पाउनुभयो, न पढ्न पाउनुभयो, न टेलिभिजनमा देख्न पाउनुभयो। जसको परिणामस्वरूप त्यहाँ दशकौँदेखि सिन्डिकेट जोइन गरेर बसेका पार्टीहरू कब्जा गरेर बसेथे। अनि योभन्दा अगाडि तपाईँ काठमाडौँबाट उठ्नुभएको होइन, काठमाडौँ पार्टीबाट हो। यसपालि किन उठ्नु भएन त? त्यहाँबाट उठ्नु भएको होइन, अब सधैँभरि सबैले सहरलाई केन्द्रित गर्यो भने गाउँ चाहिँ कसले बनाउने त? राष्ट्रिय स्वतन्त्र पार्टीले सहरदेखि गाउँलाई समृद्ध बनाउने भनेको छ। गाउँ समृद्ध बनाउन पनि कोही न कोही त जानु पर्यो नि त। त्यसकारण म चाहिँ गाउँ गएँ। होइन, ज्ञानेन्द्र साई पनि त त्यस्तै विकट ठाउँमा ठिक छ, उहाँ वस्तुस्थिति फरक हुनसक्छ, सबैको लक नसिब नहुन सक्छ। आउनुहोस् न, साथी छेउतिर आइराख्नु भएको छ, ल भन्नुहोस् न। अरू केही फेरि यो भोटिङ कसरी तपाईँले मैले क्लियर भनेको छु, म तपाईँहरूसँग पद माग्न आएको छैन, म जिम्मेवारी माग्न आएको छु। मैले 10 वर्षदेखि सडकमा तपाईँहरूकै आवाज बोलेको छु। एकपटक चाहिँ अब यो हाम्रो पार्टीमा जिम्मेवारी बोक्न, हाम्रा कुराहरू पार्टी र सरकारलाई सुनाउन हेमराज थापा उपयुक्त हो भन्ने लाग्छ भने फेरि मेरो चुनाव प्रचार नै सुन्नुभएको थियो नि होइन। तपाईँलाई यदि हेमराज थापा हाम्रा कुरा सदनमा बोल्छ भन्ने लाग्छ भने भोट दिनु होला भने जस्तै, यदि हेमराज थापा हाम्रा कुराहरू, पार्टीका कुराहरू, सडकका कुराहरू र आम मान्छेका कुराहरू चाहिँ पार्टी समक्ष पुगाउला भन्ने यदि लाग्छ भने होइन, त्यो इलेक्ट्रिक भोटिङ मसिनमा हेमराज थापा नभेट्दासम्म खोज्नु होला र जानेर भेट्नुहुन्छ, त्यहाँनिर ट्याक्क टिक्लाउनु होला। सबैलाई मेरो आग्रह। अब पार्टी सभापति आफैले भन्नुभएको छ एक पद एक व्यक्ति भन्ने होइन। अझ 5 वर्षको लागि सांसद जितिसक्नु भएको छ, सानो पार्टीको उहाँहरूले नजिताइदिएर जो हार्नु भएको छ उहाँहरूले एकचोटि केन्द्रीय सदस्यमा होइन। पार्टी यस्तो सभापतिले भनेका सबै कुराहरू ठिक छन्, तर पार्टी राजनीति हो। अब कोही कतै आफू चाहिँ यदि म उम्मेदवार हुन्छु, केन्द्रीय सदस्य भन्ने हो भने लोकतान्त्रिक पद्धतिमा त्यो उहाँहरूको अधिकारको कुरा हो, हकको कुरा हो। हामीले त्यसलाई सम्मान गर्नुपर्छ भन्ने मेरो बुझाइ छ। थ्याङ्क यू, धन्यवाद।